नमस्कार सबैजनालाई। आज मैले फेरि एउटा फिजिक्सको प्रब्लम लिएर आएको छु। प्रब्लममा के छ भने टु वायर्स अफ रेजिस्टेन्स R1 एन्ड R2 कनेक्टेड इन सिरिज गिव्स इक्विभ्यालेन्ट रेजिस्टेन्स 10 ओहम एन्ड व्हाइल कनेक्टेड इन प्यारलल गिव्स इक्विभ्यालेन्ट रेजिस्टेन्स 2.4 ओहम देन फाइन्ड देयर रेजिस्टेन्स भनेछ। दुईटा वायरको रेजिस्टेन्स जसको कति छ R1 R2 छ, कनेक्टेड इन सिरिज गर्दाखेरि कति भइरहेछ भने इन सिरिजमा इक्विभ्यालेन्ट के हो R1 प्लस R2 बराबर कति ओहम दिएछ 10 ओहम दिएछ। र इन प्यारललमा दुईटाको लागि त हामी प्रोडक्ट बाइ सम लगाउँछौँ, यानी R1 इन्टु R2 डिभाइड बाई R1 प्लस R2 भयो र यति बराबर कति छ 2.4। तर यो R1 प्लस R2 को भ्यालु त हामीलाई थाहा छ, यहाँ 10 ओहम हो। देयरफोर R1 इन्टु R2 बराबर भयो 10 ले मल्टिप्लाई गरिदिनु भयो भने क्रस मल्टिप्लाई गरिदिनु भने 2.4 इन्टु 10 गर्दाखेरि 24 ओहम भयो। अब हामी यहाँबाट क्याल्कुलेट गर्न पनि सक्छौँ, जस्तै यहाँबाट R1 निकालेर यहाँ राख्नुभयो भने सोल्भ गर्दा पनि आउँछ, नआउने कुरा होइन। तर हामीसँग अप्सन छ भने अप्सनबाट चेक गर्दा यसमा बेस्ट हुन्छ। जस्तै यस्तो दुईटा रेजिस्टेन्स हुनु पर्यो जसलाई जोड्दाखेरि 10 ओहम आओस् र प्रोडक्ट गर्दाखेरि 24 होस्। जस्तै यसमा चेक गरौँ 3 प्लस यो त 10 आउँछ तर प्रोडक्ट त 21 मात्र आउँछ भनेको यो भएन। यसमा हेर्दाखेरि जोड्दाखेरि 10 त आयो तर प्रोडक्ट 25 आयो, यो पनि भएन। तर यसमा जोड्दाखेरि 4 र 6 ओहम 10 ओहम हो र 4 इन्टु 6 गर्दा 24 भनेको हाम्रो अनुसार के हो, यो हो। यानी R1 R2 को भ्यालु 4 ओहम र 6 ओहम रहेछ। हस् त, थ्याङ्क यू।